तपाईँहरूलाई यो कुरा थाहा छ कि थाहा छैन है, केटीएक्स गर्दाखेरि पनि हामीले डिस्काउन्ट पाउँछौँ है। यो कुरा सबैलाई थाहा छैन, कसैलाई थाहा होला होइन। तर यो कुरा चाहिँ मैले पनि 1 वर्ष अगाडि थाहा पाएको र यो कहिले एउटा भिडियो बनाउँछु सबैहरूलाई भन्छु, तपाईँहरूलाई भन्छु भनेर सोचिरहेको थिएँ। टाइममै मिलेन, के मिलेन, बनाउन पाएन र आज बनाउँदैछु है। सो तपाईँहरूले यो केटीएक्स गर्नुभन्दा अगाडि अब केटीएक्स जो अब 1-2 दिनको लागि, आजको लागि, भोलिको लागि त्यस्तो मान्छेहरूको लागि चाहिँ यो राम्रो भन्दा पनि एउटा उपयुक्त छैन होइन। र जो अब हामीहरू एज अ स्टुडेन्ट हामीहरू त अब कलेज आउने जाने गइरहेको छ है। म फारेस्ट युनिभर्सिटीमा पढ्छु र म पाङ्गेबाट अब हाम्रो युनिभर्सिटीमा केटीएक्स जान्छ है। त्यो केटीएक्समा जाँदाखेरि अब हाम्रो 4 महिना कलेजमा 4 महिना हुन्छ कलेज चाहिँ। त्यो टाइममा चाहिँ हामीले आउने जाने हत्ता गरिराख्नुपर्छ कि होइन, आउने जाने गरिराख्नुपर्छ। त्यस कारणले चाहिँ अब हामी स्टुडेन्टहरूको लागि चाहिँ एकदम फाइदा छ है यो केटीएक्स गर्दाखेरि। अनि हामीले टिकट काट्दाखेरि चाहिँ डिस्काउन्ट पाउने है। र पहिला हाम्रो टिकट चाहिँ कति छ भनेपछि 840 भन्दा 8040 वोन छ है एकचोटि जानको लागि। र मैले यस्तो बुझ्दाखेरि चाहिँ हाम्रो साथीहरू सबैहरूले चाहिँ यस्तो बुझ्दाखेरि सबै टोटलै टिकट क्या 840 को टिकट काटेर आउने जाने गरेर हुन्छन्, जुन चाहिँ एकदमै एक्सपेन्सिभ र महँगो विद्यार्थीको लागि होइन। सधैँ आउने जाने गरेपछि त त्यति 800-900 रुपियाँ लाग्ने एकचोटिको, अनि आउँदाखेरि 900 लगभग 9 दुना 18 भनौँ 2000 जति नै खर्च हुन्छ। सो त्यस कारणले चाहिँ आज यो भिडियोमा चाहिँ तपाईँहरूलाई कसरी हामीले सस्तो टिकट लग्ने र कसरी सस्तो टिकट काट्ने यो केटीएक्सको लागि त्यो कुरा म तपाईँहरूलाई भन्नेछु। सो त्यसको लागि चाहिँ तपाईँहरूलाई पहिला म मेरो स्क्रिनमा लग्छु है। यो चाहिँ केटीएक्सको अनलाइन टिकट काट्ने एउटा एप है। तपाईँहरूलाई मैले चाहिँ मेरो स्क्रिनमा ल्याइसकेको छु है। सो अब हामीहरू जाऊँ है। तपाईँहरूले यहाँ देख्न सक्नुहुन्छ यो केटीएक्स एप। यो एपमा चाहिँ तपाईँहरू गएपछि अब तपाईँहरूलाई म पहिला होममा लाग्छु। तपाईँहरूको जुन ल्याङ्ग्वेज हुन्छ नि त्यो ल्याङ्ग्वेज तपाईँहरूले इङ्ग्लिसमा बनाउनु भएको छ भने चाहिँ कोरियनमा बनाउनु होला। र कोरियनमा बनाएपछि चाहिँ म तपाईँहरूलाई मजाले देखाउँछु यहाँ चाहिँ है। कोरियनमा बनाउनु होला। यदि कोरियनमा बनाउनु भएको छ भने चाहिँ तपाईँहरूले यो टिकट काट्न सक्नुहुन्छ। नत्र इङ्ग्लिसमा चाहिँ त्यति धेरै फेसिलिटी नभएको कारणले चाहिँ त्यो टिकट देखाउँदैन। सो यो देखिसकेपछि तपाईँहरूले यता तल देख्नुहुन्छ, यहाँनिर हेरेपछि यहाँनिर मैले यहाँ मार्क लगाएको छु यो हेथेक भन्नेमा। यहाँ चाहिँ क्लिक गर्नु होला। सेटिङ जस्तो जुन मार्क छ त यो मार्कमा क्लिक गर्नु होला है। यहाँ क्लिक गरिसकेपछि तपाईँहरूले यस्तो डिस्प्ले आउँछ। अनि यो डिस्प्लेमा तपाईँहरू तल गर्दै जानु होला। यहाँ तल गर्दै गएपछि तपाईँहरूले चाहिँ यहाँ देख्नुहुन्छ एन कार्ड भन्ने देख्नुहुन्छ। तपाईँहरूले एन कार्ड भन्ने तपाईँहरूले देख्नुभयो होला। यो एन कार्ड यहाँ चाहिँ क्लिक गर्नु होला है। यहाँ चाहिँ क्लिक गर्नु होला, एन कार्डमा यहाँ क्लिक गर्नु होला। अनि यहाँ क्लिक गर्नुभन्दा अगाडि चाहिँ तपाईँहरूले के कुरामा ध्यान दिनुपर्छ भनेपछि जुन तपाईँले यहाँ इनबुन देखाएको छ त यो 1 जना 2 जना भनेको है। यदि 2 जना तपाईँहरू आउने जाने गर्नुहुन्छ भनेपछि 2 जनाको टिकट काट्नु होला। 1 जना भनेपछि 1 जनाको लागि। अब म चाहिँ एक्लै जाने हुनाले चाहिँ मैले एउटामा काटेँ। अनि यो तपाईँहरूले देख्न सक्नुहुन्छ यो माथिमा चाहिँ छुलबाल थोजाक अनि कहाँबाट डिपार्चर गर्ने, कहाँ चाहिँ एराइभ गर्ने भन्ने कुरा हो। सो म चाहिँ पाङ्गेबाट सधैँ मेरो कलेज जाने भएकोले पाङ्गेबाट खामबुक छाङ्गवानमा जाने हुनाले यो गरेँ। र योभन्दा अगाडि तपाईँहरूले यहाँ देख्न सक्नुहुन्छ अझ कति दिनको लागि काट्ने हो। तपाईँहरू अब 3 महिना चाहिँ म्याक्सिमम् हो यसको, अनि 30वटा चाहिँ म्याक्सिमम् हो क्या। यहाँ देखेर तपाईँहरू 60 र 10वटा वेगन भनेको छ है। कता गयो, 10वटा भनेको छ है। मैले चाहिँ अब सधैँ 90 दिनको काट्छु। मेरो 4 महिना हाम्रो 4 महिना कलेज हुन्छ। 4 महिनामा अब सबभन्दा म्याक्सिमम् भनेको यो 90 र 30वटा टिकट। अनि 90 दिनको लागि 90 दिनभित्र चाहिँ हामीले 30वटा टिकट सक्नुपर्छ है। नसक्यो भने आफै जान्छ, आफै सकिन्छ। अब चाहिँ 90 दिनमा चाहिँ तपाईँहरूले 30वटा काट्नुहुन्छ भने चाहिँ एन कार्डमा तपाईँले लेख्नु भएको छ एन कार्ड खुमेगी यहाँ तल देख्नुहुन्छ तपाईँले। सो तपाईँहरूले पहिला के गर्नुभयो, आफ्नो यहाँ ठाउँ चुज गर्नु। जस्तै म चाहिँ अब यहाँ पाङ्गेबाट खाङ्बोक जान्छु भने चाहिँ मैले यहाँनिर यो चुज गरेँ है, पाङ्गेबाट खाङ्बोकको। अनि त्यसपछि तपाईँहरूले अब अनि यहाँ आफ्नो कति दिन कति महिनाको लागि होइन कतिवटा टिकट काट्ने, कतिवटा आफूले युज गर्न सक्छु त्यसरी काट्ने त्यो गरिसकेपछि अनि पछि यो टिकट सक्यो भने फेरि काट्न मिल्छ है त्यही बेला चाहिँ। अनि त्यसपछि अब हामीहरू जाऊँ यो एम कार्ड खुमेगी भन्ने ठाउँमा। तपाईँहरूले देख्नुहुन्छ यहाँ एन कार्ड खुमेगीमा क्लिक गरौँ। यहाँ क्लिक गरेपछि हामीहरू भित्र गयौँ। सो मैले चाहिँ अब 90 दिनको लागि 30वटा टिकट काटेको थिएँ। त्यसको लागि चाहिँ मैले 760 रुपियाँ चाहिँ त्यसको लागि फी तिर्नु पऱ्यो है, त्यो एप्लिकेसन फी जस्तै भनौँ। जस्तै यहाँ तपाईँले देख्न सक्नुहुन्छ 2 गते हो नि त, 2 गतेबाट 8-30सम्मको लागि चाहिँ भ्यालिडिटी हुन्छ भन्न खोजेको। अनि तपाईँहरूले क्लिक गरेर खेल्चे हागीमा गएपछि अनि तपाईँहरूको यहाँ देख्न सक्नुहुन्छ आफ्नो कार्डबाट खेल्चे गर्ने हो कि अरू काकाओ पे एनएच पे छ त्यहाँबाट पे गर्ने हो कि यहाँ सबै छ है। तपाईँहरूले कार्डमा क्लिक गरेर आफ्नो कार्डको चाहिँ यहाँनिर फोटो, यहाँ कार्ड स्क्यान भन्ने छ यहाँनिर तपाईँले देख्न सक्नुहुन्छ। कार्ड स्क्यान, आफ्नो कार्ड स्क्यान गर्ने। कार्ड स्क्यान गरेपछि अनि तपाईँहरूलाई मजाले देखाउँछ है। कहाँ गयो फेरि, कार्ड स्क्यान गरेपछि सबै आफ्नो आइडेन्टिटी आउँछ। त्यो कार्डको फिङ्गर गर्नुहुन्छ त्यो मोबाइल ब्याङ्किङको त्यो हो। अनि चाहिँ आफ्नो त्यो
डेट अफ बर्थ हुन्छ नि जुन एआरसीको नम्बर त्यो चाहिँ हाल्ने र अनि त्यहाँ क्लिक गरेपछि तपाईँहरूको चाहिँ पैसा पे हुन्छ र तपाईँहरूले किन्नुहुन्छ त्यो चाहिँ। सो म चाहिँ अहिले यो गर्दैन है, किनकि मसँग छ यो मेरो पैसा मात्र खर्च हुन्छ। सो तपाईँहरूलाई चाहिँ भन्न खोजेको यस्तै हो। अनि यो तपाईँहरूले यो सबै गरिसक्नुभयो, तपाईँको पैसा काट्यो है, सबै काटेपछि चाहिँ म तपाईँहरूलाई देखाउँछु मेरो कस्तो तपाईँहरूको अब यो डेट आउँछ। यो डेटमा चाहिँ तपाईँहरूले अब कुन डेटमा तपाईँहरूको मेरो कलेज चाहिँ अब मन्डे ट्युसडे र वेडनेसडे छ है। अनि यो मन्डे म बिहान कतिवटा देखाउँछ हेर है, देखाएपछि त्यो सबै यो डिस्काउन्टहरू हो। यो डिस्काउन्टहरू अब हाम्रो कलेज चाहिँ 9 बजी लाग्ने भने मैले चाहिँ यहाँ 8 बजेको यो टिकट काट्नुपर्छ होइन। अनि यो टिकटमा चाहिँ 15% डिस्काउन्ट छ। अनि 15% डिस्काउन्टमा चाहिँ तपाईँहरूले सिट पनि चुज गर्न सक्नुहुन्छ है। यहाँनिर देखेपछि तपाईँहरूले यहाँ सिट पनि चुज गर्नुहुन्छ। यो 6 सन्थेक भनेको चाहिँ यो सिट चुज गर्ने हो, यो चाहिँ चुज गर्न सक्नुहुन्छ। चुज गरेर हेरेर आफूलाई जुन सिट मनपर्छ जहाँ खाली छ त्यहाँ चुज गर्न मिल्यो या सबैहरू हेरेर है कुन बक्समा के छ भनेर चुज गर्न मिल्यो। र यसमा तपाईँहरूलाई म एउटा अर्को कुरा के देखाउँछु भने चाहिँ कतिखेर चाहिँ यहाँ छायुसक भन्ने हुन्छ है, कसैलाई थाहा छैन यो कुरा चाहिँ। यो छायुसकमा चाहिँ तपाईँहरूले यो देख्नु भएको होला, यो ग्रिन कलरको हल्का, यसमा चाहिँ तपाईँहरूले क्लिक गरेर झन् डिस्काउन्ट पाइन्छ कि। यो चाहिँ तपाईँहरूको 6 नम्बरमा गएर बस्छ होइन, तर डिस्काउन्ट चाहिँ 400मा मात्र हुन्छ यो सबै कुरा। सो यो चाहिँ एकदम सजिलो, झन् सस्तो भयो। अनि यहाँ गर्दाखेरि चाहिँ अब तपाईँहरूले यहाँ चुज गरेपछि अघि मैले चुज गरे जस्तै आज 9 गतिको लागि काट्ने हो भनेपछि चाहिँ यहाँ तपाईँहरूलाई डिस्काउन्ट देखाएको कति बजे, 8 बजेबाट 9 बजे 8 बजीसम्म चाहिँ खाङबुङमा पुग्छ, पाङ्ग्योबाट चाहिँ 8 बजी जान्छ भन्ने गाडी चाहिँ। अनि त्यसको चाहिँ 15% डिस्काउन्ट छ। अनि 12 बजेको चाहिँ 40% डिस्काउन्ट छ, 35% डिस्काउन्ट छ, 40% डिस्काउन्ट छ। हो यसरी हेरेर चाहिँ तपाईँहरूले डिस्काउन्ट पाउन सक्नुहुन्छ। सो यही डिस्काउन्टको कारणले नै मैले चाहिँ तपाईँहरूलाई यो यसरी तपाईँहरू पनि काट्न सक्नुहुन्छ, सजिलो हुन्छ विद्यार्थीको लागि आउने जाने गर्नको लागि भनेर चाहिँ यो भिडियो बनाएको। सो यसै गरेर चाहिँ तपाईँहरूले चाहिँ आफ्नो टिकट लग्ने होइन। अनि कलेज जानुभन्दा अगाडि मतलब अब कलेज 1-2 हप्तापछि छ भनेपछि पनि तपाईँहरूले अगाडि रिजर्भेसन गरेर राख्न सक्नुहुन्छ। र अगाडि नै टिकट जति अगाडि तपाईँहरू टिकट काट्नुहुन्छ त्यति नै तपाईँहरूलाई डिस्काउन्ट पाइन्छ कि। यदि सिटहरू खाली छ पहिला नै भनेपछि त्यस्तो सिचुएसनमा चाहिँ तपाईँहरूलाई चाहिँ डिस्काउन्ट पाइन्छ, जुन चाहिँ हामीहरूको लागि एकदम पैसाको बचत हुन्छ, सेभिङ पनि हुन्छ। त्यो पैसा बचतले चाहिँ अर्कोचोटि पनि हामीहरूले किन्न सक्छौँ टिकट होइन। सो त्यही भएर चाहिँ तपाईँहरूले अब हामी स्टुडेन्टको लागि चाहिँ मैले चाहिँ भन्छु 3 महिनाको चाहिँ हाइएस्ट भनेको 90 दिनको छ है। 90 दिनभित्र तपाईँ 90 दिनमा चाहिँ आउने जाने गर्ने यो छ। सो 3 महिना काट्नु होला, कति 600 500 कति यसरी त्यो तपाईँको फी लाग्छ। त्यो फीमा चाहिँ तपाईँहरूले जति सक्नुहुन्छ चाँडो चाहिँ आफ्नो टिकट काटेर रिजर्भ गर्नु होला। त्यसको लागि प्रोसेस चाहिँ मैले यो अगाडि देखाएको छु, त्यसरी नै गर्नु होला। र के कुरा बुझ्नु भएन, अझ के कुरा जान्नु भएन, के कसरी गर्ने भने चाहिँ म्यासेज गर्नु होला। र यो सबै भनेर चाहिँ मैले बुझाउन सक्दैन, र तपाईँहरूले यसरी यसो गर्नु होला। यदि तपाईँहरूलाई काहीँ के कन्फ्युज भयो भने पहिला चाहिँ आफै रिसर्च गर्नु होला होइन। यदि त्यहाँ पनि बुझ्नु भएन भने चाहिँ अनि चाहिँ मलाई मेसेज गर्नु होला। सो म तपाईँहरूलाई हेल्प गर्न सक्छु। सो यति भन्दै आजको भिडियो तपाईँलाई कस्तो लाग्यो, हेभ अ गुड डे, जय नेपाल।